राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको यो स्थलमा छौँ हामी यतिखेर र यतिखेर सम्पूर्ण नेताहरू यतिखेर हामीले देखिरहेका छौँ। हामी यहाँ कहाँबाट आउनु भएको छ, के छ अपडेट पनि सन्दर्भमा यहाँ हामी सम्पूर्णसँग आफ्नो धारणा र भ्यूहरू पनि बुझ्नेछौँ। पार्टीको शाखलाई गिराउने प्रयत्न गर्न सक्छन्। त्यसले गर्दा म ती साथीहरूलाई पनि आम रूपमा त्यस्ता साथीहरू कतै आउँछन् कि यो भोलि केन्द्रीय उसमा पनि समायोजन भएर आउने क्रममा पनि अहिले केन्द्रीय महाधिवेशनमा पनि आउने प्रतिनिधि त्यस्ता प्रतिनिधि नछिरुन्, लिएर आउने साथीहरूलाई पनि सजगता अपनाउन आह्वान गर्छु। मेरो अन्तिम तपाईहरूको पहिलो महाधिवेशन हो, पहिलो देशको अहिलेको पहिलो शक्ति हो, र तपाईहरूको महाधिवेशनलाई चाहिँ पहिला चाहिँ प्रमुख दलका रूपमा रहेका र अहिलेको निर्वाचनमा केही कुम्चिएका दलहरूले व्यवस्था गरेको अवस्था छ। शीर्ष नेतृत्व नआउने दोस्रो तहका तेस्रो वरियताका नेताहरूलाई चाहिँ तपाईँहरूको महाधिवेशनमा सम्बोधन गर्नको लागि भनेको औपचारिकता पुरा गर्नको लागि पठाएको अवस्था छ। यसलाई रासोपाले कसरी हेरेको छ? कहिलेकाहीँ लाजको चाङमा उभिएर ओडेको घुम्टो उगार्न गाह्रो हुन्छ। त्यो ओडेको घुम्टो उगार्न उहाँहरूलाई गाह्रो भएको छ, त्यस कारणले आउन चाहनु भएन। धन्यवाद। शुभकामना छ। बेलुकाको 7 बज्यो, भोलिको समुद्घाटन कार्यक्रम छ। यतिखेर पनि हाम्रा यहाँ प्राविधिक साथीहरू स्टेज मञ्च व्यवस्थापनमा अझै तयारी गर्दै हुनुहुन्छ। पक्कै पनि रातभरि खटेर भने पनि उहाँहरूले भोलिको यो कार्यक्रमलाई चाहिँ उत्कृष्ट बनाउनका लागि यो मञ्च व्यवस्थापन र स्टेज व्यवस्थापन पक्कै हुनेछ। यसरी खटिरहनु भएको छ साथीहरू, उहाँहरूलाई धेरै धेरै धन्यवाद। र भोलिको कार्यक्रम पक्कै पनि सभ्य र भव्य रूपमा सम्पन्न हुनेछ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मबाट पाल्नुहुने सम्पूर्ण राष्ट्रिय स्वतन्त्र पार्टी यो भव्य र सभ्य रूपमा सम्पन्न हुनेछ र उत्कृष्ट हुनेछ भन्ने आशा र विश्वास सहित आउनु भएको छ। र उहाँहरूलाई यो जुन चितवन जिल्ला नवलपुरको नजिकै यो महाधिवेशन हुँदैछ, नवलपुरबाट केन्द्रमा प्रतिनिधित्व गर्दै अहिले कसले गर्दै? अहिले खासै कसैको नाममा आएको छैन, कहिले इच्छा जाहेर गर्नु भएको छैन। अब भोलिसम्म केही थाहा होला कि कोही आउनुहुन्छ कि भन्ने। अहिलेसम्म नआएको, भोलि कसरी थाहा होला? भोलि अब यसो छ, मनमा राख्नु भएको छ, बाहिर फ्ल्याक्स आउट गर्नु भएको छ। स्वागत गर्छौँ र अगाडि बढाउन तयार। धन्यवाद धन्यवाद, यहाँको शुभकामनाको लागि धन्यवाद। नेताजीहरू यहाँ हुनुहुन्छ होइन, एउटा प्रदेश हाँक्न एकदम कम तयार रहनु भएको थियो भने एउटा क्षेत्र हाँकिरहनु भएको छ। यतिखेर यो जुन महाधिवेशन भइरहँदा नवलपुरको छेउमा नवलपुरबाट चाहिँ केन्द्रमा प्रतिनिधित्व कसले गर्दै हुनुहुन्छ? अहिलेसम्म साथीहरूले इच्छा जाहेर गरिसक्नु भएको छैन। अब इच्छा जाहेर गर्ने क्रम छ। मनिष खनाल संसदज्यूले यसो आधा घन्टा पहिला भेट हुँदाखेरि उहाँले इच्छा जाहेर गर्ने यस्तो कुरा गर्नुभयो र नवीन सापकोटाज्यूले पनि इच्छा जाहेर गर्नुहुन्छ कि जस्तो लागेको छ। अहिले प्रष्ट भइसकेको स्थिति होइन। छैन भनेपछि केन्द्रमा प्रतिनिधित्व गर्ने नवलपुरमा नेताहरूको अभाव भएको? अभावै त नभनौँ, अब के तामतर्फे नमिलेको होला, भोलिसम्म स्पष्ट हुन्छ। यो भनेको नजिकै एकदम आँगनमै आइसक्यो महाधिवेशन होइन? हजुरहरूले यो समाचार भोलि 9-10 बजे भित्रमा सुन्न पाउनुहुन्छ। ओके, धन्यवाद। यहाँको यही शब्दमा यही प्रश्नमा यहाँको भनाइ? मेरो जे हो उहाँको त्यही हो, यही पनि फरक छैन। माननीयज्यूहरूको नि भावना लिन्छ के रहेछ? माननीयसँग पनि सोध्नु होला। सकेसम्म माननीयहरू भन्दा माननीय बाहेकको मान्छे आउँदा अझ राम्रो हुन्छ भन्ने लाग्छ मलाई। हस्, धन्यवाद यहाँको भनाइका लागि। सभापतिज्यू नमस्कार। हजुर नमस्कार। यो महाधिवेशन पूर्व सन्ध्यामा यतिखेर प्रदेशबाट यहाँ कतिजना प्रतिनिधि सहभागी? लगभग हामीसँग 550 भन्दा बढी साथीहरू प्रतिनिधि हुनुहुन्छ र पर्यवेक्षकको रूपमा 15-20 जना साथीहरू आउँदै हुनुहुन्छ। र पुरा पूर्व मेचीदेखि पश्चिम महाकालीबाट त्यसको एक्ज्याक्ट डिटेल मसँग छैन। त्यो अब मैले पनि म भर्खर चितवन आइपुगेको र यसको डिटेल मैले पनि लिन बाँकी छ। बागमती प्रदेशबाट चाहिँ त्यति साथीहरू आउँदै हुनुहुन्छ। यो तपाईँ प्रदेश सभापति भएको कारणले गर्दा अहिलेसम्म यो जुन कार्यक्रमको तालिका प्रकाशित भइसकेका छैन, यहाँलाई चाहिँ थाहा नभएको औपचारिक कार्यक्रम तालिका यहाँ जानकारी गराइदिन सक्नुहुन्छ? होइन, अब यो प्रतिनिधिको नामावलीको आज 8 बजेसम्ममा यसको सर्टिङ गरेर फाइनल गर्ने भन्ने कुरा छ। त्यस पछाडि त्यो प्रकाशन हुन्छ। भोलि कार्यक्रमको चाहिँ खुल्ला सत्रको कार्यक्रम सुरुमै छ। त्यही क्रममा अब उम्मेदवारी दर्तादेखि लिएर सबै प्रक्रियाहरू त्यही बेलामा जाने हो र क्रमशः यसलाई चाहिँ एउटा प्रक्रियामा लगेर टुङ्ग्याउने। यसलाई एकदमै अर्को केन्द्रले जुन निकालिरहेको विभिन्न समाचारहरूमा आइरहेको छ, प्रतिनिधिहरूले 5000 को दरले बुझाइसक्नुभयो, यति 3900 जनाले बुझाइसक्नु भन्नुभएको छ। तर धेरै प्रतिनिधिहरूले नबुझाइरहेको पनि यहाँ मैले पाएँ।
यो सन्दर्भमा के हो भन्न चाहनुहुन्छ? होइन अब यो त कसरी आयो त त्यो मलाई पनि थाहा छैन। बागमतीकै साथीहरू पनि प्रतिनिधिहरूले धेरैले त बुझाउनु भएको छ होइन, तर अझै धेरैले चाहिँ बुझाउनु पनि भएको छैन। यहीँ आएर बुझाउने प्रक्रियाहरू पनि छ। यो टेन्टेटिभ यति प्रतिनिधिहरू हुने र यति प्रतिनिधिले बुझाउने भन्ने लेभलमा त्यो कुराहरू आएको हुनसक्छ, तर त्यसलाई आधिकारिक रूपमा त्यो चाहिँ आएको छैन। अगाडि बढ्नुभन्दा पनि अब यहाँ हेरिरहनुभएका प्रतिनिधिहरूले यदि आफ्नो रजिस्ट्रेसन बुझाउन चाहनुहुन्छ भने त्यसको प्रक्रिया के हो? यो भोलि यहाँनिर डेस्क बस्छ, प्रदेश वाइज डेस्क बस्छ र त्यो डेस्कमा चाहिँ सबै साथीहरू आउनुहुन्छ, आफ्नो प्रतिनिधि भएको त्यो विवरण बुझाउनुहुन्छ र उहाँहरूले त्यो प्रतिनिधि बनेर त्यहीँनिर त्यो सबै प्रक्रिया पुरा गर्नुहुन्छ। तर यो हामी लगभग 4000 जना प्रतिनिधिहरूको रजिस्ट्रेसन भोलि नै गर्दै गर्दा तपाईँहरूलाई व्यवस्थापन गर्न गाह्रो हुँदैन? त्यस्तो हुँदैन। त्यो 7वटा प्रदेशले आफ्नो आफ्नो डेस्क सम्हाल्ने स्थिति भयो भने हामी त्यही प्लान गरिरहेछौँ। 7वटा प्रदेशले आफ्नो आफ्नो डेस्क सम्हाल्दाखेरि त्यसलाई समस्या हुँदैन। 500 जनालाई प्रदेशका सभापतिहरूले त्यसलाई लिडिङ गरेर त्यो प्रदेश कमिटीले चाहिँ प्रदेश गर्नुहुन्छ, त्यो गऱ्यो भने सजिलो त्यो सहज हुन्छ। सबैलाई हेरिरहनुभएका प्रतिनिधिलाई हामी त्यही मेसेज दिउँ, मजाले प्रदेश वाइज डेस्क बस्छ, त्यहाँ आएर रजिस्ट्रेसन गर्नुहोस्, त्यो रजिस्ट्रेसन अनुसार यहाँहरूले आफ्नो अधिकार चाहिँ प्रयोग गर्नु मजाले। त्यो अब समग्रमा अब महाधिवेशन कसरी सम्पन्न होस् भन्ने तपाईँले शुभ भाव व्यक्त गर्नुहुन्छ? महाधिवेशन एकदमै लोकतान्त्रिक तरिकाले सौहार्दपूर्ण रूपमा एकदमै विवेकपूर्ण निर्णयबाट यो चाहिँ महाधिवेशन सम्पन्न हुन्छ। बाहिर जे समाचारहरू आइरहेछन्, विभिन्न कुराहरू आइरहेछन्, कोही द्वन्द्व यही भित्र फाटो ल्याउने कुराहरू आइरहेछन्, त्यसलाई सकारात्मक हिसाबले तपाईँले पोजिटिभ सन्देश के दिन चाहनुहुन्छ? यो जसरी बाहिर मिडियामा आएका यो भ्रमका कुराहरूमा चाहिँ पार्टीभित्र त्यो खालको परिस्थिति छँदा पनि छैन र यो महाधिवेशनले त्यो सबै कुरालाई एकताबद्ध तरिकाले लिएर जान्छ र यो कुराहरू महाधिवेशनको यो जति जे प्रश्नहरू उठाइरहनु भएको छ, बाहिर जुन हल्ला फैलाइएको छ, यो कुरा चाहिँ यही महाधिवेशनको अन्त्यमै यो कुराहरू सबै सकेर पार्टी एक ढिक्का हिजो पनि थियो र भोलि पनि छ भन्ने हिसाबले प्रमाणित गरेर यहाँबाट हामी बिदा हुन्छौँ। पक्कै पनि यहाँले जुन बागमती प्रदेशमा जम्मा 2 मतले विजय हुनुभएको थियो, त्यतिखेर जुन हाम्रो अच्युत दाइले तपाईँको चाहिँ अँगालोमा बोकेर उठाउनु भएको थियो, त्यसरी नै सौहार्दपूर्ण तरिकाले यो सम्पन्न होस् भन्ने हाम्रो पनि शुभकामना यहाँलाई रहेको छ। अन्तमा के भन्न चाहनुहुन्छ? हामी सुसंस्कृत राजनीति गर्न आएका नयाँ वैकल्पिक सोचसहितको पार्टी हो र यो पार्टीले आफ्नो सुसंस्कृत राजनीतिलाई व्यवहारमा पनि उतार्छ। हामीले त्यो तहगत अधिवेशनमा हामीले त्यो हेऱ्यौँ भने पनि हामीले त्यसमा त्यो कुराहरूलाई चाहिँ प्रमाणित गर्दै पनि आएका छौँ र केन्द्रीय महाधिवेशन पनि त्यही स्तरमा, त्यही सौहार्दपूर्ण वातावरणमा, त्यही उच्च लोकतान्त्रिक पद्धतिमा चाहिँ र विधि विधानमा रहेर यो प्रक्रिया टुङ्गेर हामी यहाँबाट सहर्ष नेतृत्व चाहिँ चयन गरेर हामी लाग्छौँ। चितवनले यति चाहिँ गर्छ। यहाँको जनाइको लागि धेरै धेरै धन्यवाद। के छ यहाँहरूको धारणा? महाधिवेशन हुँदैछ, प्रथम राष्ट्रिय महाधिवेशन, यस सन्दर्भमा यहाँको धारणा राखिदिनु। धन्यवाद। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन बडा उत्साहको साथ सम्पन्न हुन गइरहेको छ र यहाँ देशभरिबाट महाधिवेशन प्रतिनिधिहरू आउने क्रम जारी छ र आज बेलुका अन्तसम्म नत्र भोलि बिहान पहिलो आवरसम्ममा यहाँ सबै प्रतिनिधिहरू यहाँ आइसक्छन् भन्ने चाहिँ विश्वास छ। के छ नवलपुरबाट कोही पनि केन्द्रीय लेभलमा उम्मेदवार छैन भन्ने चर्चा व्यापक भइरहेको छ, त्यो चर्चा होइन। नवलपुरबाट पनि केन्द्रीय प्रतिनिधिको रूपमा जानको लागि साथीहरू तयारीमा हुनुहुन्छ। यहाँले लाग्छ सकभर त यो त जिल्ला त्यसपछि आएर प्रदेशले, गण्डकी प्रदेशले पनि मिलाउने काम गर्छ होला। सामान्यतया अहिले हेर्दा नवलपुरबाट 3 जना को नाम चाहिँ सुन्नमा आकाङ्क्षीहरूको चाहिँ आएको छ। धन्यवाद यहाँको लागि। सरलाई यो चितवनको राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय महाधिवेशन स्थलमा स्वागत छ। हार्दिक धन्यवाद छ यहाँलाई। सर यो समाचारमा आइरहेको छ 3900 जनाले रजिस्ट्रेसन गरिसक्नुभयो। हजुर। तर यहाँ धेरै प्रतिनिधिहरूले रजिस्ट्रेसन नगरेको भेटियो, किन यस्तो अवस्था? यस्तो छ, केही साथीहरू रजिस्ट्रेसनको जुन अनलाइनबाट गर्ने टिपाउनेको बिचमा छुट्नु भएको, अब कतिपय दूर दराजको पनि हुनुहुन्छ। त्यो अब हाम्रो धेरै जस्तो विषयहरू चाहिँ वाट्सएपमा, फेसबुकमा पार्टीको एपबाट जाने गर्छ। अब कतिपय साथीहरू अब बर्खाको बेला छ, काममा हुनु होला, कोदो रोप्दै हुनु होला, कतिपय बाटोमा हुनु होला हैन। अब हिजो अस्ति साथीहरू यहाँको भाव बुझे। अब यदि यहाँ रजिस्ट्रेसन नगरी आउनुभएका साथीहरूलाई तपाईँले रजिस्ट्रेसन कसरी सहज होस् भनेर उहाँलाई यो सन्देश दिनु? त्यसको लागि चाहिँ हामीले यहाँ व्यवस्थापनको साथीहरूलाई भनिसकेका छौँ। उहाँहरूले नाम टिपाउनुहुन्छ, टिपाइसकेपछि उहाँहरूलाई चाहिँ थुप्रै साथीहरू हुनुहुन्छ रजिस्ट्रेसन नगरेका र यहाँ मतदाता नभएका साथीहरू पनि धेरै आउनु भएको छ।
होइन उहाँहरूलाई पनि सबैलाई एक न एक साथीहरूले कोअपरेसन गरेर चाहिँ राख्ने व्यवस्था हुन्छ। अब भनौँ यो महाधिवेशन लोकतान्त्रिक प्रक्रियाबाट हुन्छ या सर्वसम्मतिबाट? नै सकेसम्म त सर्वसम्मतिमा केही पदहरू गर्नुपर्ने भन्ने छ हाम्रो चाहिँ विचार होइन। अब केही पदहरू सर्वसम्मति गरौँ र अरू धेरै साथीहरूले इच्छा राख्नुभयो भने लोकतान्त्रिक पद्धति अनुसार पनि गरौँ। अब राज्यको संविधान अनुसार खोलेको पार्टी हो, पार्टीको विधानमा त्यही छ भने विधान अनुसार जान पनि आपत्ति भएन। तर फाइनल्ली केही विषयहरू चाहिँ सर्वसम्मत गर्दा अझ बेटर, फार बेटर देन तपाईँको चाहिँ भोटिङ हुन्छ भने किन सर्वसम्मत नगर्ने भन्ने पनि कुरा छ। ओके, भनेपछि यहाँको राय चाहिँ सर्वसम्मति नै हुनसक्ने 50-50 को कुरा? सर्वसम्मति केही पदमा अवश्य हुन्छ, तर सबै पदमा नहुन सक्छ। अब यो कार्यक्रमको तालिका सेड्युल पनि प्राप्त भइरहेको अवस्था छैन आधिकारिक रूपमा। थोरै केही जानकारी गराउन चाहन्छु कि? नै मोटामोटी प्रतिनिधि साथीहरूलाई अलमोस्ट साथीहरूलाई तालिका पुगेकै छ होइन। केही साथीहरू अरू बाहिर रहनुभएका, प्रतिनिधिभन्दा बाहिर रहनुभएका पार्टीका मुख्य शुभचिन्तक साथीहरूका नपुगेको छ भने त्यो भोलि बिहानसम्म उहाँहरूले पाइसक्नुहुन्छ। भनेपछि समग्रमा अब राष्ट्रिय महाधिवेशन अरू पार्टीहरूले जुन औलाइरहेका छन् गलत तरिकाले सामाजिक सञ्जालमा विभिन्न गुट उपगुटको कुरा आइरहेछ, त्यो सन्दर्भमा के भन्न चाहनुहुन्छ? नै अब यो साथीहरूको के हुन्छ भने तपाईँको कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि। अब उहाँहरूले हिजो जे भोगेर आउनुभयो, जे गर्नुभयो त्यस्तै हुन्छ भन्ने सोच्नुहुन्छ र फाइनल्ली राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि आज 4 वर्षको बच्चा आएर त भोट हालेर पार्टीलाई यहाँ पुऱ्याएको त होइन। कहीँ न कहीँ हिजो काङ्ग्रेस, एमाले, माओवादी, नेसपा, जसपा, नेमाकिपा लगायत थुप्रै पार्टीहरूबाट र स्वतन्त्र नागरिकहरू, रिटायरमेन्ट साथीहरू, विभिन्न साथीहरू आउनुभयो भने नि त उहाँहरू आइरहँदाखेरि हिजो पार्टीमा प्रवेश गर्नुभयो, आज गाईको दुधले नुहाएको जस्तो फेरि स्वतन्त्र पार्टीको नीति विधि पद्धति अनुसार आइसके त नहुन सक्छ। उहाँले त्यो पुरानो ढर्रा पनि यहाँ आएर देखाउनुहुन्छ केही समय, त्यो हामीले कुर्नुपर्ने हुन्छ, हेर्नुपर्ने हुन्छ, परख्नुपर्ने हुन्छ, त्यो त अभियसली हो। अब मानौ ती नेताहरूको कुरा त फरक रह्यो, तर जनताहरू जसले भोट हालेर तपाईँहरूलाई पनि माननीय बनाएर यहाँसम्म पुगेका छन् होइन, उहाँहरूको चिन्ता अझ बढी छ। यसमा योग्य उम्मेदवार आइदियोस् भन्ने ती जनताहरूलाई कसरी उहाँहरूलाई यो राति उहाँहरू पनि अनिदो अवस्थामा हुनुहुन्छ, उहाँहरूलाई कहाँ कसरी शान्त निद्रामा बसिदिनुहोस्, हामी तपाईँहरूलाई योग्य यो पार्टी हाँक्ने नेताहरू जिताउँछौँ भन्ने कसरी उहाँहरूलाई सान्त्वना दिन चाहनुहुन्छ? अब यस्तो छ, तपाईँको धेरै ग्रुपमा हिँड्दाखेरि एउटा साथीले चाहिँ थुप्रै भेडाहरू चराउन लिएर जानु भएको छ होइन। चराउँदाखेरि चाहिँ अब त्यहाँ 100औं भेडाहरूको बिचमा कति भेडीहरू चाहिँ गर्भिणी भए, कति भेडीहरू भएन भन्ने थाहा हुँदैन नि त। त्यस्तै जस्तो अहिले अब आएका साथीहरू कति ठिकठाक आउनुभयो, कति आउनु भएन भन्ने नागरिकलाई चिन्ता हुनु स्वाभाविक हो। किनभने उहाँहरूले देशमा 35-36 वर्ष यो थुप्रो आन्दोलनहरू, कतिपय जङ्गली आन्दोलन भए, कति तपाईँको लाउडा, यति ओम्नी विभिन्न घटना प्रक्रियाहरू देख्नुभयो, उहाँहरूले सुन्नुभयो, कतिले भोग्नु पनि भयो। तिनै व्यक्तिहरू आज यहाँ आउँदाखेरि उहाँहरूलाई के लागिरहेछ भने अलि निष्कलङ्क स्वच्छ पात्र आओस् भन्ने हो। तथापि अहिले यी पार्टीमा भएका पदहरूले र पार्टीमा आउँदै गर्दाखेरि यिनै साथीहरू नै भोलि निर्वाचनमा जानेर स्थानीय उम्मेदवारहरू हुने, प्रदेशका, पालिकाका, नगरका हुन् भन्ने कुराको फिक्स त छैन। त्यस कारणले अब आउने चाहिँ साथीहरू अब हाम्रो प्राइमरी इलेक्सन लडेर, प्राइमरी इलेक्सनमा तपाईँको चाहिँ पोलिटिकल प्रोक्सिमिटी, लिडरसिप एकाडेमी, प्राइमरी इलेक्सन यो सबै विधि पद्धतिले आउँदाखेरि अब पार्टी निखारिएर, खारिएर र स्वच्छ निष्कलङ्क साथीहरू आउनुहुन्छ। त्यसमा 1-2 व्यक्तिहरू चाहिँ अब पार्टी ठुलो बन्दै गर्दाखेरि कहीँबाट, दलकुनाबाट, झ्यालबाट छिरेर आएका हुन सक्छन्। त्यस्तालाई पार्टीले बिस्तारै चाहिँ तल आउँछ। हस्, यहाँको भनाइका लागि धेरै धेरै धन्यवाद, नमस्ते। मैले क्या भने भन्दा